मुक्तिनाथ परिसरमा गुम्बाहरू आज म आजभन्दा 10 वर्ष अगाडि आएको थिएँ। घट्टो जस्तो थियो, अखण्ड बत्ती अहिले देखिन। विष्णु पादिका मन्दिर उता घट्टो जस्तो चाहिँ उता ठाउँमा होला सायद। पहिलाभन्दा धेरै चाहिँ छ मुक्तिनाथ यो पछाडि। त्यो चाहिँ ज्वालामा उता अहिले फर्किँदाखेरि जाउँला। यहीँनिर घट्टो जस्तो थियो, त्यो हटाएको छ अहिले। मेन मन्दिर यहाँ पछाडि हो। मन्दिरमा नुहाएर अनि त्यसपछि ज्वालामयतिर जान्छौँ हामी। कस्तो राम्रो घट्टो थियो, अहिले अफ भएछ। अफ घुट्टो फाइनली यो मुक्तिनाथ आइदिएछ। पहिला चाहिँ म उति गएर फोटो खिचेको थिएँ क्या। त्यो पुरानो भिडियो पनि छ, पुरानो फोटो पनि छ मसँग। 108 धारा जाडो महिना चाहिँ पुरा आइस हुन्छ। यो मेरो भिडियो हेर्नेहरूलाई मुक्तिनाथले रक्षा गरौँ। सबैको यहीँ हुनुहुन्छ मुक्तिनाथ भगवान्, जय विष्णु जय बुद्ध भगवान्। ठ्याक्क 108 धारा छन् नि। से 8 धारा यो के को रूप हो मलाई थाहा भएन। डिस्क्रिप्सनमा राखौँला, मान्छेको पाएको छ। अनि यो चाहिँ लगभग कति छ अल्टिट्युड यसको? 37 से 43 अल्टिट्युड, 38 भनौँ न, लगभग कालिम्पोङको हाइट। कुण्ड यही हो, उता गएर आएर कुण्ड। ನಿಧಾನಕ್ಕೆ ಮೆಟ್ಲು ಮೇಲೆ ನಿಂತ್ಕೊಂಡು Please wear the t-shirt and clothing. English and Anna saying, "Very loose alone." So guys, here you go. अखण्ड बत्ती यो भगवान् मुक्तिनाथ। मुक्तिनाथ दर्शनपछि आज हामी जमसम गरेर बस्छौँ र भोलि कागबेनीमा श्राद्ध पनि गर्छौँ। यो चाहिँ चैत महिनामा जहिले पनि हाम्रो जानु खेती छ कागबेनीमा। सो फाइनली त्यो राति हिलो पानी पनि परेको थियो र आज मौसम
मजाले फुलेको छ र वरिपरि साइडमा धवलागिरी हिमाल नीलगिरी हिमाल पनि देखिएको छ र हामी यहाँबाट चाहिँ कागबेनी गरेर आज अन्तिम दिन रहेछ श्राद्धको र त्यहाँ श्राद्ध पनि गर्छौँ। सो फाइनली मौसम खुलेको छ र हिमालहरू पनि मजाले देखिएको छ। तल्लो बाटो चाहिँ डोल्पा जाने हो, त्यो चाहिँ अब अफरोडै छ जस्तो लाग्छ अफरोडको। र यहाँबाट कागबेनी लगभग अब 4 किलोमिटर जति होला। त्यहाँ गएर हामी नीलगिरी कागबेनी अन्नदान गर्ने नुन तेल घिउ अघि जे भन्नुहुन्छ फाइनली श्राद्ध पनि सकियो। अब हामी जमसम गरेर जान्छौँ र अब जमसमबाट हामी निस्केर माखा रूपसे हुँदै गलेश्वर महादेव जाँदैछौँ। हिजो पानी परेकोले आज मौसम एकदम खुलेको छ। अझै पनि केही पल्युसनहरू बाँकी छ, त्यही पनि हिजोको पानीले धेरै हदसम्म कम गरेको छ। सो गाइज यो लेदो आउनु अगाडिको बाटो चाहिँ एकदम रमाइलो खुल्ला छ। काली गण्डकीको धार पनि सानो छ र यो चाहिँ अहिले पिच गरेकोले यो बाटो आउनलाई एकदम रमाइलो नै छ। यो चाहिँ लेदेको पाइन फरेस्ट एकदम चिसो मजाको छ क्या यो बाटो चाहिँ। सो फाइनली हामी अब रूपसे झरनातिर आइपुग्न लागेको छौँ र यहाँको चाहिँ यो पुरा चट्टानै फोडेर बाटो बनाएको छ। पहिलाभन्दा धेरै राम्रो बाटो, मोर देन 80% बाटो चाहिँ एकदम राम्रो छ क्या अहिले। त्यहाँ आउनु एकदम कन्भिनियन्ट, इन्डियनहरूदेखि लिएर होइन अब नेपाली पनि टन्नै आएको छ, बाटो पनि ढलान। सो हामी पर देखिरहेको छौँ त्यहाँ रूपसे झरना, त्यो चाहिँ लेटेबाट फर्किँदै गर्दा। शालिग्राम गलेश्वर चाहिँ गलेश्वर महादेव। तपाईहरू मुक्तिनाथ अगाडि पनि जान सक्नुहुन्छ र गएर फर्किँदा पनि आउन सक्नुहुन्छ। यो चाहिँ एउटै शालिग्राममा बनेको भन्ने मान्यता छ र भित्र चाहिँ शिवको मूर्ति पनि शालिग्रामकै रहेको छ। त्यो चाहिँ फोटो खिच्न र भिडियो बनाउन नमिल्ने रहेछ। र यो बाहिर चाहिँ यो एकदम ठुलो चट्टान रहेछ, यही शालिग्राम भनिन्छ। यो चाहिँ विशाल रहेछ। यो साइडमा चाहिँ नारायणको मन्दिर पनि छ,
यो एउटै चट्टानले बनेको भन्ने यहाँ चाहिँ मान्यता रहेछ, एउटै शालिग्राम। र यहाँ हामी देख्न सक्छौँ कि बुढा नीलकण्ठको जस्तै स्वरूपको नारायणको मूर्ति यो सोही शालिग्राममाथि चट्टानमा बनेको छ। अब चाहिँ हामी यो गलेश्वर महादेवबाट चाहिँ बागलुङ कालिकातर्फ जाँदैछौँ, जुन चाहिँ बागलुङमा एकदम प्रख्यात देवीको मूर्ति रहेछ। र यहाँबाट बागलुङ लगभग 15-16 किलोमिटर थियो। बागलुङ कालिका सो फाइनली हामी बागलुङ कालिका दर्शनपछि अब चाहिँ द क्लिफ कुस्पामा रहेको वर्ल्डकै सेकेन्ड हाइएस्ट बन्जी जम्प तिर जाँदैछौँ। र त्यहाँ टिकट काटेर उहाँहरूकै रेस्टुरेन्टमा पनि गएर एकछिन घुम्नेछौँ। र यो चाहिँ प्राइभेट सस्पेन्सन ब्रिज रहेछ, माथिपट्टि चाहिँ रेस्टुरेन्ट छ र यसको बिचमा चाहिँ बन्जी जम्पिङ गर्न सकिँदो रहेछ। र यहाँ प्राइस बुझ्दाखेरि चाहिँ हाललाई चाहिँ 10,000मा चाहिँ तपाईँले बुक गरेर बन्जी गर्न सक्नुहुन्छ। यो चाहिँ बन्जी गर्ने ठाउँ रहेछ, तल कालीगण्डकी। र यो सस्पेन्सन ब्रिज चाहिँ अरू नर्मल जुन हामीले गाउँघरतिर देख्नुभन्दा फरक रहेछ। Business on hill. सो फाइनली हामी चाहिँ यो रेस्टुरेन्टबाट फर्केका छौँ। यो टिकट चाहिँ 1000 रुपियाँ पर्दो रहेछ। त्यही टिकट लिएर तपाईँले जस्ट घुम्ने र एउटा खाजा सेट पनि त्यही टिकटमै पाउने रहेछ। र त्यहाँ माथि एउटा कुनै फन एक्टिभिटिज पनि गर्न सक्नुहुँदो रहेछ। जस्ट 1000 रुपियाँमा वर्थिदै थियो। लुम्ले हुँदै पोखरा जाँदैछौँ। बाटो चाहिँ एकदम राम्रो बनाएको छ। जस्ट अहिले यो बागलुङको बाटो पहिला चाहिँ धेरै वर्ष अगाडि आउँदा धेरै खाल्डाखुल्डी थियो, जस्ट अहिले चाहिँ राम्रो पिच गरेको रहेछ। र हामी यो नौडाँडाबाट चाहिँ सारङकोट निस्किँदै पोखरा फर्किँदैछौँ। तपाईँहरू अर्को बागलुङ तलबाट पनि जान सक्नुहुन्छ र यो नौडाँडा सारङकोट आउने बाटो पनि एकदम छोटो र पिच।
त्यो सानो गाडीहरूलाई चाहिँ सजिलो हुन्छ। सँगै हामी अब पोखरा पुगेर हाम्रो यात्रा समाप्त भयो र मुस्ताङ कोही जाँदै हुनुहुन्छ भने बाटो एकदम राम्रो छ, सजिलो छ, धेरै पिच गरेको छ र दाँत दर्शन गर्न पहिला जस्तो गाह्रो छैन। यति भन्दै यो भिडियो टुङ्गाउँछु। हेरिदिनु भएकोमा धन्यवाद।